काठमाडौँ मेगाईबाट देख्न सकिन्छ जहाँ एक तरिकाले भनौँ न लङ रेन्ज साइडतर्फबाट नै साथीलाई कभर अप दिन ट्राई गरेको छ। रेभेन क्लब पनि ब्याकफल भइसकेका छन्। सम्पूर्ण 4 प्लेयर जुन अगाडिको मोडमा गएका थिए, अग्रेसिभ मोडमा गएका थिए, पछाडिको सर्टमा यानेमीले केही थ्रेट दिएको कारणले पनि ब्याकआउट गरिसकेका छन्। फोबिफोको क्लियर ब्याटल, ड्राकेन अगाडि घुसिसकेको छ, हातमा टोकन छ, ड्राकेनलाई ढारिएको छ, युरी पनि जान्छन्, इन्ट्री मार्छन्, गलत रस भएको छ त्यहाँ। थ्रेबल तानिएको छ, युरीबाट त्यहाँ केही सर्ट तान्न ट्राई गरिएको छ, युरीले रेभेन क्लब हालिसकेका छन्। पाण्डा सुलोपले रहेका थिए, पाण्डालाई पनि वाइप आउट गर्दै इन्ट्री आइसकेको छ पिएनएलको। पिएनएलको त्यहाँ अर्को इन्ट्री भइसकेको छ। मिस मात्र सुलोपले के यहाँ पिएनएलले 16 म्याचमा भने बिहा निकाल्न सक्छ त हो कि मात्र शर्मा पनि मैले देख्दै गरेको छु। एनएमीको अलिकति स्प्लिटको साथमा रहेछन्, 20 हातमा ब्याक 7 को साथमा देखिन्छन्। 1v2 को सिनेरियो क्लच इनको लागि गइसकेका छन्। एनबी माथि केही थ्रेड बन्न सक्छ, जोन भित्र पुगिसकेका छन्, एनबी पनि डक्टर भइसकेका छन्। ब्रोन्ड मात्र सुलो प्लेयरको साथमा देखिन्छन्। 1v2 को सिनेरियो गाह्रो पर्न सक्छ, जोनको पनि सपोर्ट मिलिरहेको छैन, अगाडिको साइडमा कुरिरहेका छन्।